आज होइन नोभेम्बर 14, 2025 हिमालयन ब्याङ्क लिमिटेडको मोबाइल ब्याङ्किङ चल्यो अरे है। त्यही भएर म भिडियो बनाउँदैछु। म धेरै पैसा छैन यसमै, 2500 मात्रै छ होइन। अझै पैसा आउँदैछ तर मैले होल्ड गरिरहेको छु किनभने यो मोबाइल ब्याङ्किङ नचलेको लागि मैले पठाइमागेको छुइनँ क्या। म पहिलादेखि यो एकाउन्टमै ट्रान्जेक्सन गर्ने मान्छे हो म होइन। धेरै नै पहिला पनि 12-13 लाखसम्म एकैचोटि आएको छ पैसा। अनि आइएमइपीबाट चाहिँ निकाल्दाखेरि चाहिँ 1 लाखभन्दा बढी निकाल्दा झ्याउ हुन्छ नि, त्यही भएर चाहिँ मैले ब्याङ्कमा डाइरेक्ट हाल्ने गरेको थिएँ बाहिरबाट पैसा होइन। अब यस्तो हालत छ है, यो 2500 छ होइन पैसा। अब हेर्नु है, म ट्रान्सफर गर्न खोज्छु एकजना भाइकोमा ल होइन। धेरै र मलाई 500 ट्रान्सफर गर्न खोज्छु ल होइन। के हो यो, यही हो चलेको? अच्छा मैसान चल्यो अरे मोबाइल ब्याङ्किङ। कसको चलेको छ भनेर देखाउनु नि त हामीलाई खोइ। अब मेरो मर्चेन्ट पे मेरो योमा हालिदिन्छु म होइन। ल 100 हाल्छु ल, धेरै पनि ल। चल्यो त यी आइएमइपीमा। अब इस्यु है, इस्यु मेरो कहाँ पो थियो? ल है ल हेर्नु त चलेको यही हो हिमालयन ब्याङ्कको। कसम धाटेको होइन, म त अब डर लाग्नु थाल्यो कि अब पैसा म अब आज शुक्रबार हो, पर्सि आउँछ होला पैसा। मैले अब हालौँ कि नहालौँ यो एकाउन्टमा पैसा। अब भोलि गएर यो एकाउन्ट फेरि मेरो दिदीको एकाउन्ट हो होइन, दिदी विदेशमा हुनुहुन्छ। अब भोलि गएर पैसा अब मेरो नाम यो दिदीको नाममा यहीँ यो एकाउन्टमा आउँछ। यसको चेक मसँग छैन, दिदीले साइन गरेको छैन। एटिएम छ एउटा मसँग, अरू मोबाइल ब्याङ्किङ हो। अब भोलि गएर तपाईँको यो मैले उताबाट पैसा आउने बित्तिकै मैले विथड्र गर्न सकिनँ भने पैसा त मेरो फ्रिज भएन त। गर्ने के त अब यो हिमालयन ब्याङ्कलाई साथीहरू भनौँ त मलाई, गर्ने के त अब? न इसिओमा ट्रान्सफर हुन्छ, न आइएमईमा ट्रान्सफर हुन्छ है, न त के भन्छ त्यसलाई कुनै ब्याङ्कको क्युमा ट्रान्सफर हुन्छ। अब यस्तो हेरेर पैसा अब 2500 पैसा छ होइन, 1,30,000 रुपियाँ अब भोलि कि त पर्सि आउँछ। अब यो एकाउन्टमा अब हाल्नु कि नहाल्नु कुरा त्यही भयो क्या मेरो। अब यसरी फस्यो भने त म त गएन त। त्यही भएर यो हिमालयन ब्याङ्कलाई सबैले बोयकट गऱ्यो है, काम छैन हिमालयन ब्याङ्क। अब यो 2500 मैले मारिदिएँ होइन, छोडिदिन्छु यो, काम छैन हिमालयन ब्याङ्क है साथीभाइहरू। त्यसैले हिमालयन ब्याङ्कको एकाउन्टहरू सबै आफूले सक्नुहुन्छ भने आफू गएर खाताबाट सबै पैसा निकालेर बरुभन्दा क्लोजै गरिदिनुहोस् होला। म नि दिदी आएपछि दिदीलाई त्यही गर्न आउँछु। त्यस्तै हो साथी हो।